हेलो साथीहरू, मेरो डेली मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज पनि मेरो छोटो भिडियो लिएर तपाईँहरू सामु आइसकेको छु। साथीहरू, आज चाहिँ शुक्रबारको दिन अनि हामी चाहिँ बजार जानु भनेर विद्यालयबाट छिट्टो आएर हतार बजार जानको लागि रेडी हुँदैछु म चाहिँ। अनि रेडी भइसकेपछि चाहिँ मिस र म चाहिँ यसरी सधैँ हिँड्ने बाटो सधैँ प्रयोगमा आउने बाटो फटाफट हिँड्दैछौँ बजारको लागि। हेर्नुहोस् है, हाम्रो गाउँ कस्तो दामी छ क्या साथीहरू। अनि अलिकति हिँडिसके पछाडि चाहिँ मेरो कान्छी देउरानीले पनि हामीलाई चाहिँ पर्खिरहेको थियो। अनि यसरी हामी चारजना भएर लाग्यौँ बजार। अनि एकैछिन पछाडि चाहिँ मिसले चाहिँ म एउटा गीत साह्रै मन परेको छ, भिडियो बनाउँछु ल भन्नुभयो। अनि त्यसपछि टिकटक बनाउन थाल्यौँ एकछिन। अनि त्यसपछि मिसको चाहिँ थोरै एटिएममा काम थियो, अनि त्यहाँ निक्ले एटिएम बिग्रेकोले काम पनि भएन। अनि अटोमा जानु भनेर अटोवालालाई भनेको त म त जाँदिनँ, चेकिङ छ त्यहाँ त। अनि भोटले गर्दा चाहिँ अहिले ठाउँ ठाउँमा हाम्रो गाउँतिर चाहिँ चेकिङ भइरहेको छ नि त साथीहरू। अनि अटो नपाइसकेपछि चाहिँ हामी चाहिँ हिँड्दै नानीलाई पालो बोकेर लाग्यौँ। अनि नानीको आँखामा चाहिँ थोरै समस्या भएकोले गर्दाखेरि हामीले चाहिँ नानीको आँखाको औषधि चेक जाँच गरेर लियौँ। अनि यो शुक्रबारेको अलिक ठुलो पसल हो क्या साथीहरू। अनि यहाँबाट चाहिँ सामानहरू अलिक सस्तो पाइन्छ नि त। अनि म चाहिँ यहाँनिर लिनु भनेर पसेँ। अनि त्यहाँ लिइसके पछाडि चाहिँ अनि भाडा पसलमा गयौँ क्या साथीहरू। अनि मेरो चाहिँ कित्ली चाहिँ घरमा भएको कित्ली चाहिँ चुनेको थियो नि त। अनि कित्ली किने एउटा, अनि बोतलहरू पनि मन पर्यो। अनि गरी समय त्यसमा नानीहरूलाई पानी खानुहुन्छ भनेर बोतल पनि किन्यौँ। अनि कान्छीले चाहिँ नानीको लागि अङ्गुर किनिदियो। अनि त्यस पछाडि खाजा खान भनेर सधैँ खाने ठाउँमा हामी चाहिँ पस्यौँ। र अनि आज गर्मी थियो नि त। अनि चिसो फेन्टा किनेर एक गिलास खाएको यस्तो मजा भयो कि साथीहरू। अनि खाजा खाइसकेपछि चाहिँ थोरै सागसब्जी किनेपछि हामी चाहिँ सरसामानहरू आफ्नो पोकाहरू सबै पारिसकेर अटोलाई पर्खेर अटो आइसकेपछि घर फर्क्यौँ।